हेलो गाइज गुड मर्निङ अनि ब्याक टु माई न्यू ब्लग देख्न सक्नुहुन्छ। आज चाहिँ हामीहरू धेरै दिनको अन्तरालपछि भाइरल पुलतिर छिरेको बिहान बिहानै मर्निङ वाक गर्न, फोटोहरू क्लिक गर्न, यहाँको भ्यूहरू क्लिक गर्न। त्यसै कारण हामीहरू भाइरल पुलतिर घुम्दै फिर्दै आएका थियौँ र भाइरल पुलको अवस्था एकदमै नाजुक छ, देख्न सक्नुहुन्छ। यो अवस्थामा चाहिँ सबैले यो पुलमा आएपछि सतर्क रहनुहोला, किनभने यो च्यातिएको छ नहोला, सायद यो कसैले च्यात्या हुनसक्छ। त्यसै कारण सबैजना यता आएपछि सतर्क रहनुहोला। यो चाहिँ हाम्रो दिपायल सेती पुलको अवस्था हो, सबैले सतर्क रहनुहोला। यो चाहिँ हाम्रो दिपायल मर्निङ भ्यू, पानी परेको हुनाले एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ। यसै गरी सबैजनाले साथ सपोर्ट माया गर्नुहोला र दिपायल सेती पुलमा आएपछि फोटो खिच्न चाहिँ सम्झिनु होला। म चाहिँ फोटोग्राफर हो। आज चाहिँ दाईहरूसँग घुम्न आएको हामीहरू। उहाँ चाहिँ दाई गोदाक्सा, म चाहिँ रोटीकै। उहाँ दाई चाहिँ कहाँ पूर्वको मान्छे हो, यहाँ फर्स्ट टाइम आउनु भएको झापाका मान्छे। गाइस सबैले माया र साथ सपोर्ट गर्नुहोला। मेरो क्यामेरा देख्न सक्नुहुन्छ, टिल्डेन प्राइम लेन्स सहित घुम्न आएका छु टक्क मर्निङ भ्यू देखाउन। र यता आएपछि सतर्क रहनुहोला, पुलको अवस्था एकदमै नाजुक छ। हस् गाइस, धन्यवाद।